नमस्कार, पीएचपी नेपालको अर्को एउटा विशेष श्रृङ्खलामा यहाँहरूलाई स्वागत छ। म प्रिन्सपन कार्की। अहिले पछिल्लो समय सत्ता साझेदार अथवा गठजोडले बनेको सत्ता जुन छ यो धराशायी बन्दै गरेको अथवा लगभग ढल्नै लागेका कुराहरू बजारमा आइरहेका छन्। यति बेला सरकार ढल्दैछ भन्दै गर्दाखेरि तपाईँहरूलाई अचम्म लाग्न सक्छ, तर यसमा धेरै हदसम्म सत्यता छ भन्दा फरक पर्दैन। यसका पछाडि केही कारणहरू छन्। केपी शर्मा ओली जो चाहिँ नेपालका यति बेलाका वर्तमान प्रधानमन्त्री हुन्, सम्माननीय प्रधानमन्त्री हुन्, उनकै विभिन्न कमजोरीले गर्दा यो सरकार ढल्ने पक्षमा छ भनेर विभिन्न विद्वानहरूले, विशेष गरी राजनीतिक विश्लेषकहरूले यस्ता आकलन र अड्कलबाजी गर्न थालेका छन्। हो, यस विषयमा 6वटा त्यस्ता कारण जसले केपी शर्मा ओली, विशेष गरी सम्माननीय प्रधानमन्त्री आजको यो देशका, उनी कमजोर बन्दैछन्। उनी कमजोर बन्नुका पछाडि यी विशेष 6 कारण हामी बताउँदैछौँ। ध्यान दिएर अन्तिमसम्म हेर्नुहोला, जहाँ तपाईँले यथार्थ पाउनुहुनेछ, सत्यता पाउनुहुनेछ। त्योभन्दा बाहेक केही पनि हामी राख्ने पक्षमा छैनौँ। यी 6वटा यस्ता कारण छन् जसले पार्टीभित्रै पनि केपी शर्मा ओली कमजोर बन्दै गइरहेका छन् र सरकार ढल्ने लगभग सुनिश्चित बन्दै गइरहेको छ। एकातिर आफ्नै सत्ता साझेदारी सबैभन्दा ठुलो पार्टी कङ्ग्रेसले उनलाई समर्थन गर्ने पक्षमा या राम्रो हिसाबले साथ दिने पक्षमा देखिँदैन भने अर्कोतर्फ उनलाई पार्टीभित्रैबाट विभिन्न खेमा बनेर चिरा बन्दै जाने प्रक्रिया देखिएको छ। चाहे त्यो विद्या भण्डारीको केसलाई लिएर होस्, चाहे अन्य थुप्रै जस्ता कारबाहीमा परेका नेता तथा कार्यकर्ता अनि सांसदहरूका कुरालाई लिएर होस्, चाहे भीम रावलको एउटा नेगेटिभ साइड इफेक्ट भनौँ त्यो लिएर होस्, जेसुकै पनि होस्, यति बेला केपी शर्मा ओली कमजोर भन्दा पनि कमजोर बन्दै गइरहेका छन्। यस विषयमा हामीले एउटा विशेष भिडियो तयार गरेका छौँ। आज अन्तिमसम्म हेरेर कस्तो लाग्छ प्रतिक्रिया दिनको लागि अनुरोध गर्छौँ। मैले अघि सुरुमा पनि भनिसकेको छु, हामी सत्य बाहेक केही पनि राख्ने छैनौँ। 6वटा त्यस्ता बुँदा जसले केपी शर्मा ओलीलाई कति कमजोर बनाउँदैछ र किन कमजोर बनाउँदैछ भन्ने विषयमा हामी चर्चा गर्नेछौँ। नम्बर 1 मा छ, सत्ता साझेदार बीच गठजोड शिथिल बन्दैछ। अघि हामीले भनिसकेका छौँ, 2वटा ठुला पार्टी मिलेर बनेको यो सरकार ढल्ने पक्षमा छ। लगभग यो सिनारियोले देखाइरहेको छ। 17 असारमा ओलीले काङ्ग्रेसको साथ पाएर प्रधानमन्त्री बन्ने पक्का हुँदा कङ्ग्रेसका नेता शेखर कोइराला कङ्ग्रेसका र एमाले बीच गठबन्धनको सैद्धान्तिक वकालत गर्थे। सरकार बनेको केही समय नबित्दै शेखरले युटर्न लिए, अचेल धुरन्धर विरोधमा लागेका छन्। काङ्ग्रेसका सभापति शेरबहादुर देउवाको पहललाई केही पारदर्शिताका साथ प्रश्नहरू सहित महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले राजनैतिक स्थिरता र आर्थिक फड्कोका लागि गरिएको सुझबुझपूर्ण पहल भन्दै साथ दिएका मात्रै छन् या दिएका थिए। उनीहरू कहिल्यै संयन्त्र, कहिले विभिन्न कार्यदल आदिमा बसेर आफ्नो सोचसँग मिल्ने मन्त्री पठाएर एमाले कङ्ग्रेसको पहललाई सफल पार्न मन वचनले खटिरहेको देखिन्थे। अहिले त्यो सोचाइ भत्किसकेको छ। BRI फ्रेमवर्क पास गराउनेदेखि अरू रणनीतिक महत्त्वका परियोजना अघि बढाउन अहोरात्र खटेका महामन्त्री थापा आफै ओलीको कार्यशैलीसँग असन्तोष दर्शाइरहेका छन्। उनले देशको चाहना अनुरूप प्रधानमन्त्रीको गति नमिलिरहेको टिप्पणी हर दिन जसो गर्ने गरेका छन् या गर्दै आइरहेका छन्। कङ्ग्रेसमा ओलीसँग असन्तोष राख्नेहरूको सङ्ख्या बढ्दो छ। त्यस हिसाबले पनि हामीले भनेको सरकार ढल्ने सम्भावना धेरैभन्दा धेरै बढिरहेको छ। एक मन्त्रीले बोले अनुसार, अनौपचारिक रूपमा संवाद भए अनुसार क्रममा अथवा केही यही कुराको क्रममा केही अघि भनेका थिए, ओलीजीसँग काम गर्न त्यति सजिलो छैन जति हामीलाई प्रचण्डजीसँग हुने गर्थ्यो। कतिपय मन्त्री नै सत्ता साझेदारीको बलियो वातावरण नबनिरहेको टिप्पणी गर्छन्। नियुक्ति बढुवा आदिमा प्रधानमन्त्रीले तलसम्मै रुचि दिएकाले अप्ठ्यारो परेको उनीहरूको आरोप छ। यसको अर्थ के त भन्दा केपी शर्मा ओलीले तलदेखि माथिसम्म नियुक्तिदेखि लिएर बढुवा सरुवादेखि लिएर हरेक कुराहरूमा आफै चासो राख्ने र आफैले गर्न खोज्ने देखिएको छ। ओलीको बचाउमा सभापति शेरबहादुर देउवा निरन्तर जसो बोल्ने गरे पनि उनी कङ्ग्रेसभित्र दबावमा पर्ने गरेको बुझ्न सकिन्छ। नम्बर 2, अर्थतन्त्रको चाप धान्न कठिन बन्दैछ। प्रधानमन्त्री ओलीले आफ्नो होइन, सरकारका प्रत्येक मन्त्रीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय लक्ष्यबारे प्रत्येक भाषणमा भनिरहेका हुन्छन्, सुनिरहेकै हो। तर पछिल्लो निराशा चिर्न भने सरकार सफल देखिँदैन। राष्ट्रिय गौरवका परियोजनामा भइरहेको प्रगति अनि तल्लो तहसम्म गइरहेको भौतिक विकासका आँकडा देखाएर प्रधानमन्त्री सचिवालयले आशा जगाउन खोजे पनि त्यसलाई नागरिकहरूले पूर्णतः भरोसा गर्न सकेका छैनन्।
राष्ट्र बैंकले आर्थिक वर्ष 2081-82 को दोस्रो त्रैमासभन्दा पछिल्लो त्रैमास आर्थिक क्षेत्रमा सामान्य सुधारका सङ्केत देखाएको छ। निर्माण क्षेत्रमा भइरहेको सुधार र विस्तार, विद्युत उत्पादन, वितरण, कृषि तथा अन्य सामग्री इत्यादिको उत्पादन बढेको अनि विद्युतीय मध्यस्थताको कुल मूल्य बढेको प्रतिवेदन भर्खरै दिएको छ। विभिन्न 18वटा क्षेत्रहरूमध्ये अधिकांशमा सुधार भनिए पनि आम नागरिकले त्यसलाई भर गर्न सकेका छैनन्। 3. आन्दोलन र अराजकतामा फितलो राज्य संयन्त्रको अपजस बोक्नु परेको छ। कुनै पनि लोकतान्त्रिक देशमा शान्तिपूर्ण विरोध उठ्नु अझ राजधानी केन्द्रित बन्नु अनौठो होइन, तर प्रधानमन्त्री तथा एमाले अध्यक्षका रूपमा ओलीले गरेका प्रतिक्रियाहरूले सडकलाई अझै प्रतिक्रियात्मक बनाए। पोहोर 2080मा दुर्गा प्रसाईको बल्खु सभालाई प्रतिवाद गर्न युवा सङ्घलाई अघि सारेका ओलीले त्यसबाट खासै राजनैतिक लाभ लिन सकेनन्। विवादास्पद व्यापारी प्रसाई आफै हिजो आज अराजकता र विध्वंसको सहारा लिँदै राजनीतिक शक्ति आर्जन गर्न खोजिरहेका छन्, जसलाई एक समय ओली स्वयंको साथ थियो र धाप थियो। तर उनी एमालेको वैचारिक सङ्गठनिक फ्रेमभित्र अटाउने चरित्र भएका पात्र थिएनन् भन्ने समयक्रममा पुष्टि भइहाल्यो। अहिले हिरासत काटिरहेका प्रसाईलाई अघि सारेर राजावादी तथा धार्मिक समूहहरूले गणतन्त्रमाथि चुनौती पेश गर्न खोजेका बेला काठमाडौँकै 3 कुनेमा 15 चैतमा मच्चिएको विध्वंसको अबजस सरकारले बोक्नु परेको छ। विशेष गरी केपी शर्मा ओली प्रधानमन्त्रीले बोक्नु परेको छ। त्यसलाई नियन्त्रण र व्यवस्थापन गर्न राज्यले नसकेको, सुरक्षा समन्वयमा गम्भीर चुक भएको आलोचना पनि भइरहेको छ। नम्बर 4, पार्टीको आन्तरिक जीवनमा आलस्य छ। एमालेको इतिहासले भन्छ यो जस्तोसुकै उत्तर चढावमा पनि क्यालेन्डर बनाएर केही न केही गरिराख्ने चलायमान पार्टी हो। 2064 को संविधान सभा चुनावमा देशव्यापी धक्का खाँदा पनि एमालेले आफ्नो साङ्गठनिक स्वरूपलाई चलायमान बनाइराख्यो। स्वतन्त्र विद्यार्थी युनियन चुनाव विभिन्न गतिविधि हुँदै 2070 को चुनावसम्म पुग्दा एमाले पहिलेभन्दा शक्तिमान भएर बौरिएर आएकै थियो। अहिले पनि पपुलर मत एमालेसँगै छ, यद्यपि भोट प्रतिशत घट्दो छ। कांग्रेस र एमालेको शक्ति क्षय हुँदा नयाँ दलहरूले त्यसमा आफ्नो स्पेस मात्रै बनाइरहेका छैनन्, स्थापित दलहरूलाई प्रष्ट अनुभव हुने गरी नयाँ दल र स्वतन्त्र युनियनले व्यक्तिहरूले चुनौती दिइरहेका छन्। यही बेला एमाले पंक्ति भने संघ, प्रदेश र स्थानीय तिनै सरकारमा छँदा पनि पहिले जस्तो ऊर्जावान बन्न सकिरहेको छैन। विगतमा 10 बुँदे सम्झौता हुँदै एमालेमा बसेकाहरू पनि अहिले माओवादी केन्द्रबाट आएका नेताहरू मात्रै होइन, विगतमा ओली स्वयं प्रतिकूल अवस्थामा रहेका बेला टेको दिनेहरू अहिले ऊर्जाविहीन बनेका छन्, देखिन थालेका छन्। एमालेका उच्च नेताहरू अनौपचारिक संवाद क्रममा बताउँछन्। त्यसैगरी नम्बर 5, विद्या भण्डारीको एमाले अध्यक्ष बन्ने मोह र तयारी। ओलीका लागि पूर्व राजाको प्रदेश यात्रा भन्दा पूर्व राष्ट्रपति भण्डारीको प्रदेश भ्रमण बढ्ता टाउको दुखाइको विषय बनेको छ। उनी आफै भण्डारीलाई रोक्ने वा निरुत्साहित गर्ने पक्षमा देखिँदैनन्। भण्डारी उपचार फलोअप क्रममा 1 महिना अघि बैङ्कक जानु अघि ओली र भण्डारी बीच बालुवाटार स्थित प्रधानमन्त्रीको सरकारी निवासमा लामो बैठक चलेको थियो। त्यहाँ उनीहरू बीच विगतको तत्कालीन संस्थापन माधव नेपाल पक्षबाट पेलिदाका कठिन घडीहरूको सम्झनादेखि अब के हुन सक्छ भन्ने विवेचना समेत भएको निकट नेताहरू बताउँछन्। यद्यपि दुवै नेताले बालुवाटार सहभोज र छलफलबारे अहिलेसम्म कतै सङ्केतसम्म पनि गरेका छैनन्। भण्डारीले आफू एमाले अध्यक्ष बन्ने सम्भावना टरी नसकेको भन्दै केही महिना अघि अन्तर्वार्ता दिएकी थिइन्। उनले पार्टी सदस्यता नवीकरण गरिसकेको एमाले मुख्यालय बताउँछ। राष्ट्राध्यक्ष भइसकेपछि पार्टी अध्यक्ष बन्नुहुन्छ कि हुँदैन भन्ने प्रश्न एमाले पंक्तिले किनारा लगाइसकेको छ। सङ्गठनमा भूमिका दिने क्रममा ठूलो पंक्तिले पछिल्ला वर्षमा जुन पक्षपात र भेदभाव भोग्यो त्यो पंक्तिले जुरुक्क बोकेर विद्यादेवीलाई पार्टी अध्यक्षको कुर्सीमा राखिदिन चाहेको छ। एमालेका एक शीर्षस्थ नेताले बताएका छन्। त्यो टाढा छैन, कुनै कुरा असम्भव छैन। कमरेडले चाहे अध्यक्ष कमरेडले बुझिसक्नु भएको छ भनेर उनले भनेका पनि थिए। सायद त्यसैले हुनुपर्छ ओली हिजो आज पूर्व राष्ट्रपति भण्डारी आवश्यकता परे सल्लाह गरेरै पार्टी नेतृत्वमा आउने भन्दै गल लगाएर नतान्न पार्टी कार्यकर्ता तथा जनवर्गीय सङ्गठनका पदाधिकारीहरूलाई आग्रह गर्दैछन्। सोमबार एक वक्तव्य दिँदै भण्डारीले एमाले पंक्ति र यसको मूल नेतृत्वलाई परोक्ष
प्रश्न सोधेकी छन्। राष्ट्रियता, सुदृढीकरण, अग्रगमन र जनसमस्याको समाधानको नाममा हामीले पटक पटक व्यवस्था र संविधान बदल्यौँ, तर अवस्था बदल्ने हाम्रो सपना अझै पुरा हुन सकिरहेको छैन। सामाजिक आर्थिक रूपान्तरण प्रक्रियाले तीव्रता पाउन सकेको छैन। अनेक राजनैतिक विकल्पहरूको अभ्यासपछि पनि जनतामा चरम निराशा छाउने स्थिति किन उत्पन्न भयो भन्ने छ। नम्बर 6, भारतसँग झन् चिसिँदै गएको ओलीको सम्बन्ध। प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीलाई भारतसँग जोड्नुपर्ने खास सन्दर्भहरू छन्। खास गरी उनको समेत मुख्य अग्रसरतामा 2072 जारी संविधान, नाकाबन्दीको प्रतिवाद, चीनसँग तीव्र सम्बन्ध विस्तार, चुच्चे नक्सा सहितको संविधान संशोधन अनि अखण्ड भारतको आक्रामक सांस्कृतिक एजेन्डालाई राजनीतिक मञ्चमा नै छलफलमा ल्याउन थालेको भारतका अगाडि रामको जन्मस्थल अयोध्याको किटानीदेखि विभिन्न तर्क वितर्कमा ओलीको प्रत्यक्ष रुचि अनि यी सबका बीच विकास साझेदारीको निरन्तरताबारे कोण प्रतिकोणबाट उठेका प्रश्नहरू छन्। भारतीय समकक्षी नरेन्द्र मोदीसँग गत चैतमा बैङ्ककमा अनि पोहोर असोजमा न्युयोर्कमा साइडलाइन भेट गरे पनि ओलीले ती छलफललाई दिल्ली लैजान वा काठमाडौँ ल्याउन सकेका छैनन्। ओलीको निम्तो मोदीले व्यवहारत सकारेका पनि छैनन् अनि मोदीको निम्तो ओलीले पाएको अहिलेसम्म बुझिएको पनि छैन। यस्ता विभिन्न किसिमका क्रियाकलापहरू ओलीले गरेका छन्, ओलीमाथि गराइएको छ अथवा ओलीले केही त्यसरी बिगारेका छन्, केही बनाउन खोज्दा खोज्दै बिग्रेका छन्, जसले गर्दा छिमेकी राष्ट्रहरूसँग कसैसँग भयङ्कर राम्रो सम्बन्ध बन्न खोजेको जस्तो देखिन्छ, कसैसँग मजाले बिग्रिएको जस्तो पनि देख्न सकिन्छ। यी सम्पूर्ण कुराहरू र मैले राखेका यी 6 वटा विशेष बुदाहरू जो चाहिँ यथेष्ट प्रमाणहरू सहितका बुदाहरू हुनुभन्दा फरक पर्दैन र यसअघि सबैले अनुभव गरेका, भोगेका, बुझेका, पढेका र त्यसलाई महसुस गरेका बुदाहरू मैले राखेको छु। यी 6 वटा बुदाहरू जसले ओली आजको दिनमा सरकारमा कति कमजोर बन्दै गइरहेका छन् र विशेष गरी सरकार भन्दा पनि पार्टीभित्र कति कमजोर बन्दैछन् ओली भन्ने कुराको यसले प्रष्ट रूपमा चाहिँ यसले व्याख्या गरेको छ। यी 6 वटा बुदाले व्याख्या गर्छन् भन्ने हामीलाई लागेको छ। यो भिडियो हेर्दै गर्दा तपाईलाई के लाग्यो जस्ताको तस्तै आफ्नो प्रतिक्रियाहरू राख्नको लागि अनुरोध गर्छु। म प्रिन्समन कार्की अर्को यस्तै विशेष भिडियोका साथ यहाँहरू समक्ष फेरि भेटिनेछु। तबसम्मको लागि बिदा दिनुहोस्। नमस्ते।